एक मेयर जो भाषणले होइन आफ्नो कामले चिनिन्छन्। धरानका सडकहरूमा जोसुकैसँग खुलेर कुरा गर्ने, मेयरको कुर्सीमा भन्दा धेरै पटक जनतासँग भेटिने अनि विकासको लागि सरकारको पर्खाइमा भर नगरी आफै श्रममा खटिने व्यक्ति हुन् हर्क साम्पाङ। जब उनी मेयर बने यसले के विकास गर्ला भन्ने मानिसहरूको कमी भने थिएन, तर उनले साँचो नेतृत्व भनेको ठुला ठुला भाषण दिनु मात्र होइन, जनताका समस्या समाधान गर्न आफै मैदानमा उत्रिनु हो भनी देखाइदिएका छन्। धरानको पानी सङ्कटको समस्यादेखि लिएर सरसफाइ अभियानसम्म हर्क साम्पाङ आफै खटिएका छन्। उनले गरेका धेरै निर्णय र कार्यका कारण उनी धेरै विवादमा समेत तानिने गर्छन्, तर उनले सधैँ जनता र विकासलाई भने प्राथमिकतामा नै राख्छन्। आउनुहोस् हर्क साम्पाङको नेतृत्व, उनको सोच, उनले गरेका कामहरू र धरानमा उनले ल्याएका परिवर्तनलाई हेरौँ। हालको केपिला सगदी गाउँपालिका खोटाङमा हर्क साम्पाङको जन्म भएको थियो। उनले गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गर्छन् भने धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिज्ञ र समाजशास्त्रमा स्नातक गर्छन्। आफू पढ्दै उनले धरानमा रहेको एक ल्याङ्ग्वेज सेन्टरमा इङ्ग्लिस ल्याङ्ग्वेजको शिक्षकका रूपमा पनि काम गर्छन्। देशमा बेरोजगारी, गरिबी र अन्य कारणले गर्दा जसरी आज लाखौं युवाहरू रोजगारीको लागि विदेशी नै गर्छन्, त्यसरी नै हर्क साम्पाङ पनि रोजगारीको क्रममा अफगानिस्तान र इराकमा 6 वर्ष बस्छन्। विदेशमा 6 वर्षको बसाइपछि अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथमा हर्क साम्पाङ देश फर्किन्छन् र उनी सामाजिक अभियानमा निरन्तर सक्रिय हुन्छन्, तर उनको चर्चा भने कम नै थियो। उनले आफ्नो पहिलो सामाजिक अभियान धरानको धनकुटे मार्ग भएर जाने 105 मिटर चौडाइको मदन भण्डारी राजमार्ग अन्तर्गत स्थानीय बासिन्दाको घर जग्गा जोगाउने अभियानबाट सुरु गर्छन्। सडक विस्तारको नाममा स्थानीयलाई पूर्ण रूपमा सुकुम्बासी बनाउन नहुने भनी उनले आवाज उठाएका थिए। सन् 2012 धरानमा जनतालाई खानेपानी वितरण गर्ने भनी खानेपानी आयोजनाको सम्झौता भए पनि धरानमा पानीको समस्या भने जस्ताको उस्तै थियो। यस विरुद्ध हर्क साम्पाङले राजनीतिक चलखेल भएको भनी आवाज उठाउने गर्थे र उनले विभिन्न आयोजनामा हुने भ्रष्टाचार र महँगी विरुद्ध आफ्नो आवाजलाई बुलन्द पार्दै गए। यस्ता समाजमा भएका विभिन्न विकृतिहरूमा आवाज उठाउने र समाजमा विकास हुनुपर्छ भन्ने सोचका कारण उनलाई धरानका स्थानीयहरूले राम्रोसँग चिन्छन्, जस कारण समाजमा उनको एक राम्रो छवि स्थापना हुन्छ। 2074 सालको स्थानीय निर्वाचनमा उनी खानेपानी बोतल चुनाव चिन्ह सहित चुनावको मैदानमा उत्रन्छन्। त्यो समय छवि राम्रो भए पनि चुनाव भने जित्न सक्दैनन्। मात्र 422 मत ल्याएर एक नराम्रो हार खान्छन्, तर उनले जनता र समाजको सेवा गर्न भने छोड्दैनन्। उनी पहिलाको भन्दा अझै कडा भएर समाज सेवामा लाग्छन् र उनी 2079 सालको चुनावमा स्वतन्त्र उम्मेद्वारका रूपमा उठ्छन्। यो पटकको चुनावमा भने धराने जनताहरूको विश्वास र मायाका कारणले गर्दा उनले 20,510 मत पाएर एक शानदार विजय हासिल गर्छन्। धरानका जनतालाई पानीको समस्या समाधान गरिदिन्छु भनी चुनावमा उत्रिएका मेयर हर्क साम्पाङले श्रमदानको कल्चर सुरु गरे, जहाँ विभिन्न कामहरूमा आम जनता, विद्यार्थी, नगर प्रहरी लगायत मेयर आफै पनि काममा खटिन्छन्। नेताहरूको काम कुर्सीमा बसेर आदेश दिएर काम गर्न लगाउने मात्र हो भन्ने भनाइलाई हर्क साम्पाङले तोडेका छन्। श्रम संस्कृतिको कारणले गर्दा आम नागरिकहरूमा हामी सरकार, नगरपालिकाहरूमा मात्र भर पर्नु हुँदैन, हामी नागरिकले पनि सरसफाई गर्ने, फोहोर व्यवस्थापन गर्ने, वातावरण संरक्षण गर्ने, बोट बिरुवाहरू रोप्ने जस्ता कुराहरूमा हामी एक्टिभ हुनुपर्छ भन्ने कल्चरको डेभलप गर्छ, जुन अति नै प्रभावकारी छ। धरान उपमहानगरपालिकामा हर्क साम्पाङ मेयर बन्नुभन्दा अगाडि फोहोर व्यवस्थापनमा ठुलो चुनौती थियो। नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा सहरका गल्लीहरूमा, मुख्य सडकहरूमा र सार्वजनिक ठाउँमा फोहोरहरू थुप्रिने, कुहिने र दुर्गन्ध आउने अवस्था थियो। जनताको असचेतता, नगरपालिकाको असक्षमता र उचित व्यवस्थापनको कमीले फोहोरको समस्या दिनानुदिन बढ्दै गएको थियो। तर हर्क साम्पाङ मेयर बनेपछि तपाईको घरको फोहोर तपाईको जिम्मेवारी भन्ने चेतना दिएर प्रत्येक घरबाट नागरिकलाई आफै फोहोर व्यवस्थापन गर्न लगाए। उनले आफै हरेक हप्ता विभिन्न ठाउँमा स्वयं सरसफाइ अभियान सुरु गर्ने जस्ता कार्यले गर्दा धरानमा फोहोर व्यवस्थापन र सरसफाइमा धेरै सुधार आएको छ।
धरानमा खानेपानीको समस्या निकै गम्भीर थियो। धेरै जसो नियमित पानी नआउने, जडान गरिएका पाइपहरू बिग्रिने जस्ता कारणले गर्दा त्यहाँका बासिन्दाहरूले पानी किनेर नै खानुपर्ने थियो। तर हर्क साम्पाङ मेयर बनेपछि पानीको प्रमुख समस्या समाधान गर्ने अभियान नै सुरु गरे। उनले धरान वरपरका पानीका मुहानहरू पहिचान गर्ने र त्यहाँबाट पानी ल्याउने काम गरेका छन्। तर यसरी पानी ल्याए पनि पानीको समस्या लगभग 10 देखि 20% मात्रै समाधान भएको छ, जुन पहिला भन्दा धेरै राम्रो हो। तर यस ठूलो समस्यालाई मेयरले दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने देखिन्छ। धरानका सडकहरू धेरै ठाउँमा भत्किएका, खाल्डाखुल्डी परेका हुने गर्थे। गाडी चलाउन त समस्या थियो नै, पैदल यात्रीहरूलाई पनि ठूलो समस्या हुने गर्थ्यो। नगरले सडक बनाउने भनी काम गरे पनि काम निकै नै सुस्त गतिमा हुने गर्थ्यो। हर्क साम्पाङले सडक बनाउने कुरालाई प्राथमिकतामा राखे। उनले धरानका मुख्य सडकहरू पुनर्निर्माण गर्ने, सडकमा कालोपत्री गर्न बजेट छुट्याउने जस्ता कामहरू गरेका छन्, जसकारण हाल केही मुख्य सडकहरूको सुधार भएको छ र सडक समस्यामा करिब 30 देखि 40% सडक सुधार भएको छ। यो समस्या गहिरो र जटिल छ, यसलाई बिस्तारै पूर्ण रूपमा समाधान गर्नुपर्ने अति आवश्यक छ। त्यस्तै धरानमा पहिला प्रशासनिक कार्यहरूको ढिलासुस्ती व्यापक थियो। धेरै सेवा लिनेहरूले कार्यालयहरूमा धाउनै पर्ने, कर्मचारीहरूले समयमा काम नगर्ने, अनावश्यक ढिलाइ गर्ने जस्ता धेरै समस्याहरू थिए। उनले अहिले यी कामहरू छिटो छरितो हुने र पारदर्शिता बढाउने काममा प्रयास गरेका छन्। कर्मचारीहरूले अनावश्यक ढिलासुस्ती गर्न नपाइले भएकाले अहिले पहिला भन्दा प्रशासनिक कार्यहरूमा धेरै नै सुधार भएको छ। काठमाडौँ महानगरपालिका जसरी नै नगरपालिकाका विभिन्न बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने कार्य धरान उपमहानगरपालिकाले पनि गरेको थियो। धरान उपमहानगरपालिकाको आफ्नै आधिकारिक पेजबाट बैठकको प्रसारण नगरी अरू जो त्यहाँ उपस्थित छन् उनीहरूको मोबाइलबाट, सानातिना मिडियाहरूबाट बैठकको प्रत्यक्ष प्रसार गरेका कारण त्यो समयमा नै प्रत्यक्ष प्रसारणको विरोध भएको थियो। त्यस्तै शिक्षा र स्वास्थ्य जस्तो प्रमुख कुरामा साम्पाङले केही मात्रामा मात्र सुधार गरेका छन्। यसमा धेरै र पर्याप्त मात्रामा सुधार भएको भने छैन र हर्क साम्पाङ धरानका लागि आशाका रूपमा उदाएका छन्। उनले खानेपानी व्यवस्थापन, फोहोर व्यवस्थापन, वातावरण संरक्षण र सरसफाई जस्ता धेरै कार्यहरूमा तारिफ गर्न लायकका काम भने गरेका छन्। तर उनका केही काममा भने कमजोरीहरू पनि देखिएका छन्। व्यवस्थापनको अभाव, आर्थिक स्रोतको कमी र दीर्घकालीन योजनाको कमीका कारणले गर्दा कतिपय कामहरू प्रभावकारी तरिकाले पूर्ण भएका भने छैनन्। ठूला संरचनागत विकासहरू गर्नका लागि श्रमदानले मात्र पर्याप्त हुँदैन, ठोस नीति, लगानी र सही व्यवस्थापनको पनि आवश्यक पर्छ। उनले स्थानीय सरकारलाई अझै बलियो बनाउनु पर्छ र आर्थिक स्रोत व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिन्छ। हर्क साम्पाङ पनि सकारात्मक नेतृत्व बनेका छन् र लाखौं जनतालाई, नागरिकले पनि आफूमा सुधार आफैबाट गरे समाज पनि बिस्तारै परिवर्तन हुँदै जान्छ भन्ने भनाइलाई हर्क साम्पाङले व्यावहारिक रूपमा उतारेका छन्। आशा छ साम्पाङले अझै पनि धरानमा धेरै सुधार र परिवर्तन गर्नेछन्। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीलाई साथ दिन नभुल्नुहोला।